नमस्कार साथीहरू। आज भने चाहिँ हाम्रो किशोर सङ्घ समाजको तत्त्वधानमा है फ्री मेडिकल क्याम्प भइरहेको छ है र तपाईको आँखाको जाँच हुनेछ र फिजिकली है गाइनोलोजिस्ट है र डेन्टिस्ट सबैको फ्री अफ कस्ट जाँच हुँदैछ है। त्यसमा चाहिँ अब कस्तो कस्तो डाक्टर आउने रहेछ र कस्तो प्रकारको मेडिसिन दिने रहेछ र के जाँच गराउने रहेछ है। र सुनेको थिएँ कालिम्पोङ सिलगढीदेखि डाक्टरहरू आउँदैछ अरे है। र भिडियोमा बनिराख्नुहोस् है डाक्टरहरूले के भन्दा रहेछ र कसो भन्दा रहेछ र यो फ्री अफ मेडिकल क्याम्पमा के फेसिलिटी पाइँदो रहेछ त्यो पनि तपाईँहरूलाई भिडियो मार्फत देखाउने छु है। भिडियोमा बनिरहनुहोस् है त। नाम लेखाउँदैछ। यो चाहिँ नाम लेखाउने जग्गा हो। भएका आँखा विशेषज्ञ जो हुनुहुन्छ है, सबको नाम जावेद, डाक्टर जावेद, उहाँलाई पनि हामी किशोर सङ्घ समाजको तर्फबाट माल्यार्पण गर्न चाहन्छौँ। र यसरी नै उहाँको सहयोगी हामीलाई पनि माल्यार्पण गर्न अनुरोध गर्छु उहाँलाई। र यसरी नै डाक्टर ट्रेफिला सुब्बा उहाँलाई पनि हामी माल्यार्पणद्वारा स्वागत गर्दछौँ आजको यस क्याम्पमा। र यसरी नै उहाँसँग ल्याब टेक्निसियन हाम्रो सिस्टर देवरत्न काबो उहाँलाई पनि माल्यार्पण गर्न अनुरोध गर्छु। हाम्रो सिस्टर गीता राई, गणेश अधिकारीज्यूलाई पनि थ्याङ्क यू। आइआरटी स्टेटमा सर्वप्रथम हामीले पहिलोचोटि यहाँनिर क्याम्प गर्ने मौका पायौँ। हुनु त हामीले धेरै साल अघिदेखिको क्याम्पको फ्री मेडिकल क्याम्पहरू चाहिँ स्पेसली डुवर्स एरियाहरूमा जहाँनिर चाहिँ मेडिकल फेसिलिटीहरू छैन, जहाँनिर चाहिँ अन्डर प्रिभिलेज पेसेन्टहरू छ होइन, उनीहरूको लागि चाहिँ हामीले प्रायः त्यहाँनिर धेरै साल प्रायः हामीले 15-20 वर्ष भयो होला। तर पहाडी भेगमा है सिक्किम क्षेत्रको पहाडी भेग चाहिँ गएको, तर दार्जिलिङको हामी कालिम्पोङको आफ्नो एरिया त घुम्छौँ है। अनि दार्जिलिङको सर्वप्रथम को हाम्रोको क्याम्प चाहिँ यो हामीको यहाँनिर है आर्यमा। र तपाईँहरूले हामीलाई निम्त्याउनु भयो, हामी एकदमै आभारी छौँ, धन्यवाद है तपाईँहरूलाई सेवा गर्ने मौका हामीलाई दिनुभयो। र सर्वप्रथम भन्नुपर्दाखेरि हामी यस्तो छौँ, म आफै सिस्टर है, अनि यहाँनिर मसँग एकजना सिस्टर हुनुहुन्छ, हामी दुईजना सिस्टर, हामीसँग धेरै सिस्टरहरू छ है, डक्टरहरू पनि छ, ल्याब टेक्निसियन हामीहरूको आफ्नै छ। अनि त्यसले गर्दाखेरि तपाईँले धेरै के भनौँ प्रिभिलेज त मौकाहरू तपाईँले उठाउन सक्नुहुन्छ है। अब यो एउटा ब्लड ग्रुप गरेर यो एउटा कार्ड पाउनुको लागि चाहिँ तपाईँले 100 रुपियाँ तिर्नुपर्छ, हो कि होइन है। दार्जिलिङ गएर यस्तो बनाउनु भयो भने तपाईँहरूले 100 रुपियाँ तिर्नुपर्छ है। तर हामी तपाईँहरूलाई फ्री अफ कस्ट है एउटा हाम्रो डिस्ट्रिक्ट हस्पिटलमै निर्णय गर्नुहुँदैछ र उहाँसँग म पनि हुन्छु, हामी हुन्छौँ। र भयो है। सबसे पहिला चाहिँ हाम्रो एकदम वृद्ध बोजू आउनु भएको छ है, जो चाहिँ मेरै साथीको मम्मी हुनुहुन्छ है। हुँदैछ फिलहाल है मेडिकल क्याम्पमा। आँखाको जाँच हुँदैछ यहाँनिर है। आँखाको जाँच हुँदैछ यहाँनिर चाहिँ है।
चेक हुँदैछ यहाँनिर फेरि है। एमबिपी चेक हुँदैछ है, सब चेक गर्ने। यहाँ यो रहेछ है चस्मा वितरण गर्ने जग्गा र चस्माको अर्डर लिने जग्गा यो रहेछ। त्यसैले यहाँबाट सर्भ गरिँदैछ है। पहिला डबल खानु यहाँ फेरि बिपी चेक नै हुँदैछ है। उहाँ मलाई दबाईको लागि आँखा जाँच हुँदैछ है। यहाँ प्रेसरमा फेरि काम हुँदैछ है। दबाई यहाँ पर दिँदैछ। खुट्टा दुख्छ कति दिन भयो? जाँच हुँदैछ यहाँनिर चाहिँ है। डक्टरले जाँच गर्छ। 80 रुपियाँ के सक्छौ 80 कि टाउकोहरू दुख्छ चक्करहरू टाउकोहरू दुख्छ चल्दैछ है पुरै। दबाई लिने चाहिँ यहाँबाट चाहिँ दबाई लिएर चाहिँ उताबाट निस्केर जाने है। त्यहाँनिर चेकअप हुँदैछ है। यहाँनिर ब्लड ग्रुप यो चाहिँ ग्रुपिङ हुँदैछ यहाँनिर चाहिँ है। लाइभ हुँदैछ एकदमै हेरिहाल्नुहोस् त ग्रुपिङ छुटाउने चाहिँ। हुन्छ सर कुन चाहिँ ग्रुप रहेछ? बी पोजिटिभ। हजुर यसरी छुटिँदो रहेछ ब्लड ग्रुप चाहिँ है। अनि मेरो आयो है हाम्रो कमल दाजु। डायबिटिस सुगर टेस्ट पनि यहीँनिर हो। यहीँबाट प्रोभाइड भयो कि? हजुर होइन रिडिङ ग्लास चाहिँ हुन्छ। रिडिङ ग्लास होइन तपाईँको त्यो अलिकति 50% डिस्काउन्टमा चाहिँ भयो। आँखाको यहाँनिर है 73 इयर्स। आँखाको चाहिँ यहाँ जाँच गराउँछ। यो चौकी हटाइदियो त त्यो। यो कता फलेको छ? होइन यो 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 कता फलेको छ? यो सर्दी ज्वरो ज्वरो चाहिँ हेज पेस खासी उहाँ पनि जचाउनु भएको आँखा है। उहाँको चाहिँ अब आँखा चस्मा बनाउनु लागि चाहिँ 36 फिजिसियनको 36 जनामा 10 जना गयो हो। अन्तखेरि 34 जना छ आँखाको 34 जना छ। 34 जनामा कतिजना गयो? 10 जना गयो भन्दा पनि भित्र बसिरहेछ हो। भित्र चाहिँ ल जचाउँदैछ। आँखा सम्बन्धी चाहिँ यहाँ चाहिँ प्रेसर बहुत हाई छ। दबाई वितरण चाहिँ यहाँ गर्दैछ।
चस्माको यहाँनिर सर बिमारी थियो है उहाँ पनि जचाउनु आउनु भएछ उहाँको अहिले बिपी चेक हुँदैछ यहाँ सबजना आउँदैछ है रहेछ त मेरो माथि पढ्नुपर्छ एकदम स्ट्रेट AXO स्टार्टिङ पढ्नु त AXO माथिको माथि ए छ त AXO झन् चलिरहेछ एउटा लेखेर नाइट लेखेको छ कि यो राति मात्रै खानुपर्छ एक एकवटा राति ल भन्नुपर्दा यो मेडिकल क्याम्प चाहिँ किशोर सङ्घ समाजको तत्त्वावधानमा भइरहेको छ है आर्या टी स्टेट चियाबारी गैरी गाउँमा है धमाधम बिमारीहरू आउँदैछ जचाउनु है बिमारीहरूको धेरै दबाईहरूको फेसिलिटी पनि रहेछ यहाँनिर है सबै कुरो भइरहेको छ यहाँनिर दबाईहरू आँखाको चस्माहरू ब्लड ट्युबहरू सुगर टेस्ट है यो गाइनोलोजी फिजिकली यिनीहरू सबैजना डक्टरहरू आए यसरी बुढापाकाहरू विचारहरू डक्टर देखाउनु जानु सकेको थिएन है उहाँहरूको निम्ति चाहिँ फ्री क्याम्प ल्याइदिएको छ यहाँनिर है हाम्रो किशोर सङ्घ समाजले है बुढोपाकाहरूको लागि चाहिँ है एकदमै राम्रो गर्यो